हे गाइज वेलकम टु माई न्यू डे न्यू ब्लग गाइज। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि सन्चै आरामै छु है। अब म चाहिँ ड्युटीबाट काम सकेर अनि रुममा आएर छिटो छिटो होइन चेन्ज गरेर अनि चाहिँ म चाहिँ हिँडेको है गाइज गेम खेल्नको लागि। ह्युमिडिटी ओभरै छ प्लस आई वाज लेट गाइज, तर केही छैन, छिटो गरेर अब त्यहाँ एउटा पानी किन्नुपर्छ अनि एउटा बुम पड्काउनु पर्छ गाइज। अनि त्यसपछि है त हाम्रो गाइजहरू है हामी टक्क लाएर अब निस्किसक्यौँ है गाइज। हेर्न सक्नुहुन्छ हाम्रो ब्रदर लक्का जवानहरू है, फुटबल क्रेजीहरू प्रत्येक हप्ता हो है गाइज। फेरि हामी त ठ्याक्क शनिबार मेरो भिडियो हेरेर कसैलाई खेल्न मन लाग्छ भने डाइरेक्ट मसँग म्यासेज गर्दा हुन्छ, झप्प लाएर हामी गेम खेल्न सकिन्छ। यहाँ हाम्रो ब्रदर बाबा सब दामी हो गाइस, मजा आउँछ खेल्नु। अहिले देखाउँछु मैले चौरमा पनि है, बब्बाल मजा आउँछ गेम खेल्न चाहिँ। त्यही हो गाइस, गर्मी त बब्बाल गर्मी हुन्छ है, तर हामीलाई कहाँ गर्मीले छेक्छ यार होइन, कहाँ छेक्छ गर्मीले। गेम भन्छ गेम हो नि, त्यही भएर मजा आउने भाजलाई। अरू हिजो गएको हप्ता चाहिँ हतारमा थिएँ यार, म दौडिदिएको थिएँ। आज चाहिँ चिलमा आइएछ, अब मजाले एक्सर्साइज गरेर खेल्नुपर्छ। दाइहरू पनि टन्ने उता हुनुहुन्छ होइन। यस्तो छ हालत गाइस। ड्युटीबाट आएर है शरीर थाकेको हुन्छ तर डजन्ट म्याटर होइन। गेम भनेपछि फेरि मजा आउँछ अर्को। सधैँ फुटबल हेरेर होला खेल्न चाहिँ त्यस्तै हो, त्यही पनि मजा आउँछ। ग्राउन्डतिर आउन लाग्यो है। यो एडनकमा पनि यस्तै छ क्या, लास्ट टाइम म नि खेल्न गएको थिएँ यस्तैमा डममा क्या, भित्र चाहिँ एसीवाला। हावा त्यो पसिनै नआउने यार खेल्दा के त्यस्तो हुने। दाइहरू त्यहाँ हुनुहुन्छ है। हामी एक्टिभ है गाइसलाई, एक्टिभ पार्क भन्छ यसलाई होइन। यही हो अब खेल्न आउनु भनेकै एक्टिभ स्पोर्ट्स दाइहरू। मजा आउँछ आजलाई। अनि ग्राउन्ड नै देखाउँछु है त हजुरहरूलाई टक्क लाएर। त ऊ ग्राउन्ड हो क्या होइन, आर्टिफिसियल होइन, यो नेचुरल ग्राउन्ड हो। तर यहाँ त हरिम मङ्गलिक चाहिँ होला, प्लस उसको लागि मात्र होला। नर्मली यो यहाँको कहिले अस्ति लास्ट टाइम इतिहास एकाडेमीहरू हुँदो रहेछ नि त, तिनीहरूले चाहिँ बुक गरेर तिनीहरूको आउँछ खेल्छ। दामी हुन्थ्यो यार, वेल एक्सपिरियन्स हुन्थ्यो। नेपालमा त खेलिन्छ होइन, तर हाम्रोतिर पनि टुर्नामेन्ट हुँदा चाहिँ ग्राउन्ड यस्तो बनाइराखेको हुन्छ। जस्तै हाम्रो त्यो ओडाहरू हुन्छ नि, हो त्यस्तो कप खेल्नको लागि चाहिँ बनाइरहेको हुन्छ क्या, दामी हुन्छ। तर नेपालको दशहरा रङ्गशालाको यत्तिको छैन होइन, यत्तिकै पनि छैन यार, कस्तो छैन यार। त्यो बिचमा पुरै उक्लेको जस्तो छ कि होइन यार, यस्तो यार कस्तो जाब। यतिलाई पनि कति मर्मत गर्छ नि यिनीहरूले होइन। हुनुपर्ने 5-6वटा ग्राउन्ड त्यस्तो हुनुपर्छ नेपालमा। यत्तिकोमा ग्राउन्डमा पनि ठुलो गेम राख्न सकिहाल्छ होइन, बबालै हुन्छ नि। अनि ठुलो छ त ग्राउन्ड, नेचुरल साइड ग्राउन्ड यत्रै हुन्छ। डाङ्ग्रे चाहिँ जहाँ पनि हुन्छ है गाई चाहिँ। के छ डाङ्ग्रेको खबर? नेपालको फेमस चरा है, नेपाल घुमेर आयो होला बे डाङ्ग्रे। डाङ्ग्रे भन्छौँ क्या हामीले त्यसलाई। बन्द छ बे आज, के हो दुइटैतिर बन्द छ त। त्यो सेक्युरिटी उसलाई भन्नुपर्छ गाइज खोल्नलाई, के हो यस्तो पुरै बन्द छ त गाइज। गेट चाहिँ अझै खोलेको छैन है गाइज, हेर्न सक्नुहुन्छ है। त्यहाँ जानु पर्ने हो है, गेट चाहिँ खोलेको छैन। ए हामी सब वेटिङमा छौँ, कहिले खोल्छ र हामी गुर्र दौडिँदै जाने भनेर सोचिरहेछ। ल गाइज हेर्न सक्नुहुन्छ है, सुटहरू चलिरहेछ, बब्बाल भ्यू त। ल गाइज दामी, ओए दामीलाई यस्तो बब्बाल है, बब्बाल भइरहेछ गाइज। ल ग्राउन्ड हेर्न सक्नुहुन्छ मान्छेहरू। ल हान्नु ब्रदर, ओए ए तेरिका दामी सट यार, गोल भयो। ल बब्बाल ल गाइज बब्बाल। ल सट हान्यो ए दामी यार, नयाँ बुटको कमाल भइरहेछ आज। ल गाइस
बब्बाला ल हान्यो दाइ हान्यो हान्यो ल ए तेरिका कहाँ गयो ल यहाँ चाहिँ केही अर्डर गरेँ भेज चिकन चाहिँ के भन्छ गरे उसमा हो भेज चिकन होइन बब्बल एरिया छ है गाइजमा भेज चिकन भन्छ फेमस छ यो टुरिस्ट कलर एरियामा है भेज चिकन यसको टन्ने ब्रान्चहरू पनि छ यस्तो भिड छ वर्ल्ड कपको यहाँ लगाएको रहेछ यस्तो ठुलो एरिया छ गाना पनि हरि बजाइरहेछ ल गाइस बल खेलेर पनि आयो है कपडा धुने अनि भ्लग चाहिँ यतातिर इन्ड गर्छु अब ट्याक लाएर रुममा जान्छु गाइस फ्रेस भएर केही खानासाना खाएर सुत्नुपर्छ अनि आई थिङ्क भोलि म कतै गएछु भने फेरि भ्लग बनाउने छु यो भ्लगलाई चाहिँ म यतातिर इन्ड गर्छु है त गाइस ल